गर्छ आफ्नो पुरा लिएर हुन्छन् Sorry. Hi. Oh, yes. र क्यामेराम्यानलाई पनि मैले स्ट्यान्ड बाई राखेँ कृष्ण सर एकदम ताली चाहिँ एकदमै बजाइराख्नु पर्ने हुन्छ है फेरि हामी चाहिँ एकदम तालीको साह्रै भोगाएका छौँ। तालीको अर्थ के हुन्छ भने सम्मानजनक उहाँलाई हामीले गौरवको रूपमा उहाँलाई पूजा गर्दैछौँ, उहाँलाई हामीले सम्मान गरिरहेको यो एउटा हाम्रो कल्चर हो, हाम्रो संस्कृति हो, यसलाई हामीले जीवितै राख्नुपर्छ। अझै तालीको घर जाओस् ताकि जीवनभर उहाँहरूले मनन गरून्। अतिथिज्यूहरू पनि यस समय अरू कसैले त ताली चाहिँ लगाएको जस्तो लागेन मलाई। हलको उद्घाटन गरिदिनु हुँदा
आदरणीय गुरुवर र David Chong, the sister, can you come in the name, please? Yes, can you just move there? मैले रवि सर र डक्टर मोहन सरलाई पनि मैले इन्भाइट गर्छु प्लिज डक्टर सर we need your blessing please पर्सनालिटी आउँदै हुन्छ उहाँलाई मैले युएनआइपी को कार्यक्रमबाट दिएको थिएँ त्यहाँदेखि म फिदा भएको छु उहाँसँग अरू कोही नभइकन सामुदायिक हस्पिटलका प्रमुख साथी हुनुहुन्छ उहाँ हुनुहुन्छ जोरदारको तालीको साथ उहाँलाई सम्मान गरौँ उहाँको एउटा इच्छा वर्षौं दिन थ्याङ्क यू भेरी मच देवी सर यु क्यान ह्याभ अ सिट यो पनि उहाँको धेरै ठुलो इच्छा थियो यो किताब उहाँबाट मलाई पनि हस्तान्तरण होस् उहाँ उमेरले 93 वर्ष पार गरिसक्नु भएको छ र त्रिरत्न आवश्यक मैले एकपल्ट सम्मान स्वरूप उहाँलाई स्वागत स्वरूप उहाँको देन उहाँले धेरै नेपालमा धेरै बिहार गुम्बाहरूमा उहाँले भवन कोठाहरू र ध्यान केन्द्रहरू उहाँले बनाइसक्नु भएको छ टु ब्रिङ दोस्रोलाई पनि ल्याइदिनु होला so I would like to read out Supreme Education Foundation, Triratna Avashya Vidyalaya, Swayambhu, Ward number 15, Humanitarian Icon Award in the name of Sublime Vidyasasana. Unconditionally, you have played the exemplary of wholesomeness being humanitarian services in various parts of Nepal and esteemed Buddhist countries. So, may the relationship hold us.
this is a token of love and appreciation to Sister Angie Sui Cho Mari. Pray for Brother Billy for his wellness and healthiness. May he has blessings and may he recover from his element. And this is our blessings from the Buddhas, the peace land of Buddha from Nepal. Thank you. So I would like to hand over. So I would like to call upon Ananda sir and Dr. sir to hand over David Chan to carry over for this. धन्यवाद तपाईँहरू गर्नुहोस् न खोइ कार्य अलिक पुगेन अरे रिसाइ राख्नु लाग्छ है ओहो कति माया कति लगाव यही तो हो रिलेशनशिप यही तो हो relationship between a loyal and trustworthy teachers and students. है तपाईहरुको गुरुबाउ गुरुआमाहरुको नाम लिने बित्तिकै यो हलै झन्डै भत्किसक्यो। मैले सुरुवात गरेँ गोगनाबाट भाइस प्रिन्सिपल सर कोअर्डिनेटर म्याम भूमिकाबाट आउनुहोस्। हाम्रो यो भन्दा अझै उत्साहजनक कार्यक्रमहरू नाचगान या हामी प्रज्ञा प्रतिष्ठानमा त्यसको लागि हामी निरन्तर लागिरहेका छौँ र यस समयको पाबन्दीले गर्दा मैले सकिनँ त्यसमा म एकदमै क्षमा गर्न चाहन्छु र पनि एउटा कार्यक्रम हो विद्यालयको एउटा लक्ष्य अनुसार हामीले यो कार्यक्रम सुरुवात ग्रहण गर्दै हुनुहुन्छ अग्रज व्यक्तित्वहरू हुनुहुन्छ सम्पूर्ण त्यसपछि मैले नन टिचिङ स्टाफ सिआरएम डान्स टिचरहरूसँग एक कुरा
हजुर एलिसा म्यामको सबै म्यामहरूको हेर्ने अरे ओके तपाईँहरूमा this token of love we have said under the Triple Gem Education Foundation, and this is the token of love. Entire 14 years you have been with us, and this is called everlasting memory with your beautiful pictures. So keep always in your mind, your house, and always say that the school, your family, your parents, your teachers are being always respected. Even though you become a president, you become a prime minister, you became a pilot, you became a doctor, whatever it is. But sir, thank you. Okay. पानीका साथ उहाँलाई स्वागत गरौँ। धन्यवाद। ल टोकन अफ लभ पनि पाइयो। फलाफुल अर्पण सर उहाँ त्यो उसलाई दिनुहोस् सर उहाँ दिनुहोस् न। ल अलिक ताली चाहिँ पुगेन भने चाहिँ उहाँले गुनासो गरिरहेको छ। अहिले त्यो माथिको चोटका पनि चोटले थालेको भन्दैछ। तपाईँहरू पछाडि बस्नुहोस् अब go to the back please. Yes. Now I would like to call upon another six please. Only six. Come here. एउटै ठाउँबाट मात्रै फोटो नलिनु होला, कर्नरमा जानुहोस्, यताबाट आउनुहोस्, त्यो मान्छेको खालि त्यो टाउको मात्रै देख्छ, फेरि पछि गाली गर्न तपाईँहरूलाई है। यहाँ त टिक्टाको धेरै पो छ नि त। भेरी गुड। तपाईँहरू ग्रहण गर्दै पछाडि बस्नु होला। Thank you. Other reds, please come up. Yes. Ready? Oh, you are having a luxurious coat. Wow. Shahrukh Khan fan bhai actually. Shahrukh Khan बुढो पनि भइसक्यो यहाँ भाइ। मैले लोकसाङजीलाई पनि बोलाएँ। लोकसाङजी कहाँ हराउनु भयो भाइ? यसलाई आउनु सक्नुहुन्छ। स्न्याप र गोल्डको लागि लिन्छौँ सम्पूर्ण अतिथिहरूसँग। Graduated. It is just a train platform that you are going to catch up your destination. You are on the train station, so you need to go further and further in your life. Never think that this is a stoppage. We need to go further again and again. Class 9 का 10 का वर्तमान 9 का 10 का भाइ बहिनीहरूलाई धेरै धेरै साधुवाद, धेरै धेरै धन्यवाद भयो। ल धन्यवाद। ल अब कन्क्लुजन गर्नु होला।